यो चाहिँ ब्याङ्ककको मरिन पार्क हजुर त्यो यो चाहिँ मरिन पार्क हो यो ब्याङ्ककको यहाँ यति मजाले बनाएको रहेछ हो मरिन पार्क यो हेर्नुहोस् सबै सिलिङतिर पनि फ्लावरहरू यति राम्रो रहेछ यहाँनिर अहिले चाहिँ हामी मरिन पार्क जाँदैछौँ हो यहाँनिर गिफ्ट आइटमहरू पनि रहेछ हो यस्तो गिफ्ट आइटमहरू बाटोमा जाँदाखेरि यो खालको योहरू रहेछ सामानहरू राखेको रहेछ हो यति साह्रो निट एन्ड क्लिन छ यहाँनिर यति साह्रो डिसिप्लिन यति साह्रो राम्रो कसैलाई जलबाजी छैन हो टुरिस्टहरूलाई पनि एकदमै राम्रो रेस्पेक्ट यहाँनिर गर्दो रहेछ उनीहरूको सिस्टम उनीहरूको टाइमिङ एकदमै पङ्क्चुअल छ यहाँनिर हो म 7 बजी भनेर 8 बजी आउने त्यस्तो यहाँनिर चल्दैन हो आफ्नो 7 बजी भनेपछि 7 बजी नै गाडीमा चढ्नु पर्ने 8 बजी भने 8 बजी यस्तो टाइम एकदमै पङ्क्चुअल छ टाइम चाहिँ यहाँनिर हो अन्त बसतिर जुन चाहिँ गाडीतिर ट्राभल गर्दाखेरि पनि साउन्ड जुन चाहिँ साउन्ड सिस्टमहरू पनि जोडले नबजाउने हो कम्ती मात्रै बजाउनु पर्ने त्यस्तो सिस्टम रहेछ एकदमै राम्रो रहेछ अब हाम्रोतिर हो भने म्युजिक जति साउन्ड फुल साउन्डमा बजाउँछ हो तर त्यस्तो सिस्टमहरू यहाँनिर छैन रहेछ कम्ती सङ्कले बजाउँदो रहेछ यहाँनिर अब 3-4वटा गेट देखिँदैछ अब कतापट्टि जानुपर्ने हो अब यो फर्स्ट हामी यताबाट जाउँ होला हो र यहाँनिर आएको छौँ हामी यहाँनिर 3-4वटा गेट रहेछ है अब यो साइडमा पनि एउटा गेट रहेछ अब यतापट्टि जानु पर्यो हो अनि यो साइडमा पनि रहेछ हो अन्त यो साइडमा पनि रहेछ तर फर्स्ट साइड अब हामी यो अगाडि साइडमा डिसाइड गऱ्यौँ हो यो साइडमा जाँदैछौँ हेरौँ के रहेछ भित्र हो यहाँ पनि टिकटहरू के रहेछ कस्तो रहेछ यस्तो रहेछ दामी रहेछ यो ब्याङ्ककको सफारी वर्ल्डको यो दृश्य तपाईँहरूले हेर्नु हुँदैछ हो